ओ माई गॉड, आज तो मंकीले धन्य अट्याक गरेन। हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज हामी जान्थ्यौँ सिमरा फन पार्क। हाम्रो चाहिँ गैराकोटदेखि आउनु भएको थियो मम्मी अनि मेरो छोरो पनि, अनि त्यही भएर हामी चाहिँ यसो फन पार्कतिर जाउँ न त भनेर सबैजना भएर गयौँ। यस्तो ड्राई पिकनिक जस्तै थियो कि हाम्रो लागि चाहिँ। हामीले चाहिँ गएर पपकर्न अनि फेरि चाहिँ हल्का फुल्का चटपट बनाएर लिएर गयौँ। अनि यो बाइकमा पनि पाँचजना कच्ची कच्ची गयौँ। यत्तिकै रमाइलो भयो, एकदम नजिकै थियो फन पार्क, त्यही भएर हामी सबैजना यसरी गयौँ। अनि यहाँ आइसकेपछि टिकट काटेर हामी भित्र छिरेपछि हेर्न सक्नुहुन्छ कस्तो राम्रो राम्रो थियो। तर यो चाहिँ राम्रोसँग डेभलपै भएन कि, कति वर्ष भइसक्यो, यस्तो सबै टुटे फुटेको छ। त्यही पनि हामी एकछिन फ्रेस मात्रै हुँ भनेर गएको, बच्चा बच्ची पनि खुसी हुन्छन् भनेर अनि आयौँ। अनि नानी बाबु एकछिन खेल्न थाल्यो। अनि खेलिसकेपछि चाहिँ हामीले यहाँ चटपट खाना सुरु गऱ्यौँ। अनि पपकर्न बनाएको त आधा डढेको अनि आधा उस भएको, त्यही भएर थोरै मात्रै भयो पपकर्न, अनि त्यही पनि खायौँ हामीले। अनि नानी चाहिँ यहाँ चस्मा लगाई चटपट खाँदै थिइन्। अनि हामी त्यहाँ बस्दा कति धेरै मङ्कीहरू आयो कि, त्यहाँ त मङ्कीको एकदम धेरै जङ्गलको नजिक रहेछ नि त त्यो, त्यही भएर मङ्कीहरू कति धेरै आउने रहेछन्। अनि हामी चाहिँ नानीहरू यहाँ खेल्न लायौँ। अनि हामी चाहिँ म चाहिँ सेल्फी लिइरहेको छु मङ्कीहरूसित। अनि यसरी मम्मीले चाहिँ धेरै मङ्कीहरू देखेर केही लिएर आएर दिनु पर्यो यिनीहरूलाई त भनेर मम्मी चाहिँ जानुभयो केही किन्नको लागि। अनि हामी चाहिँ यहाँ सेल्फी लिँदै रमाउँदै खेल्दै बसिरहेका थियौँ। अनि पार्ट 1 सबै अटाएन, पार्ट 2 हेर्न पर्ने भयो। थ्याङ्क्स फर वाचिङ, बाई बाई साथीहरू।